निरङ्कुश राजतन्त्र हामी सबैले जनताले विद्रोह गरेर फ्याँकिसकेको राजतन्त्र त्यसलाई ल्याएर ठिक हुन्छ कि भन्ने सानो जमात त्यसलाई महत्त्व दिन चाहन्न। यहाँ धेरैले महत्त्व दिन खोजे जस्तो लाग्छ, त्यस्तो महत्त्व होइन। अब धामी झाँक्री त अहिले त भइरहेको छ नि गाउँ गाउँमा, त्यो तपाईँले पुरै अन्त्य गर्न सक्नुहुन्न। त्यसैले अलिअलि त्यो भूत जस्तो त्यो तर्साउनलाई, भगाउनलाई, रोग निको पार्नलाई जुन धामी झाँक्री ल्याउने कि तिनै फेरि राजा महाराजा ल्याउने कि भन्ने एकदिन मान्छेहरूलाई परेको छ। त्यो सत्य होइन, ठिक होइन। त्यो रोग निको हुनेवाला पनि छैन र धामी झाँक्रीको रूपमा फेरि ती मृत भइसकेको राजतन्त्र आउनेवाला पनि छैन। वैद्यले अर्को थोक भनेको छ, डाक्टरले अर्को थोक भनेको छ। अनि जनता अहिले यति बेला कुन ठिक कुन बेठिक भन्ने बुझ्न कोसिस गरिरहेका छन्। त्यसलाई हामी के भन्न चाहन्छौँ भने यो मान्छेको चेतना अनुसार हुन्छ। हामी झाँक्री सबै खराब भन्दैनौँ। जति बेला विज्ञानको आविष्कार भएको थिएन, मान्छेको चेतना थिएन, अलिकति फेथ हिलिङ भन्छन्, त्यो अलिकति झारफुक गरेर पनि उसको मनोवैज्ञानिक एउटा परिवर्तनको कारणले गर्दा, आत्मसन्तुष्टिको कारणले गर्दा, एउटा अव्यक्त विश्वासको कारणले गर्दा अलिकति रोग निको निको भयो जस्तो पनि हुन्थ्यो। त्यस्तै अहिले नेपालको जुन समस्या छ, यो समस्यालाई फेरि उही पुरानै निरङ्कुश राजतन्त्र हामी सबैले जनताले विद्रोह गरेर फ्याँकिसकेको राजतन्त्र त्यसलाई ल्याएर ठिक हुन्छ कि भन्ने सानो जमात त्यसलाई महत्त्व दिन चाहन्न। यहाँ धेरैले महत्त्व दिन खोजे जस्तो लाग्छ, त्यस्तो महत्त्व होइन। अब धामी झाँक्री त अहिले त भइरहेको छ नि गाउँ गाउँमा, त्यो तपाईँले पुरै अन्त्य गर्न सक्नुहुन्न। त्यसैले अलिअलि त्यो भूत जस्तो त्यो तर्साउनलाई, भगाउनलाई, रोग निको पार्नलाई जुन धामी झाँक्री ल्याउने कि तिनै फेरि राजा महाराजा ल्याउने कि भन्ने एकदिन मान्छेहरूलाई परेको छ। त्यो सत्य होइन, ठिक होइन। त्यो रोग निको हुनेवाला पनि छैन र धामी झाँक्रीको रूपमा फेरि ती मृत भइसकेको राजतन्त्र आउनेवाला पनि छैन। त्यो समाधान होइन। र अर्का थरी अलि वैद्यहरू अलिकति जडीबुटी पिलाउँदै आएका, जुन अहिले 3टा टाउकाको रूपमा आएका छन्, आफूलाई अलि छोटे राजा जस्तो पनि देखाउँछन्। गत 9 वर्ष संविधान जारी भएपछिको 9 वर्षमा 11वटा सरकार परिवर्तन भएको छ। अनि तिनै 3टा टाउका पालै पालो सरकार चलिरहेछन्। अहिले सरकारमा छौन्जेल सब ठिकठाक, जनतालाई बडो अमन चाहिन्छ, सुख समृद्धि आछ भनेर गफ दिन्छन्। अनि सरकार गएको भोलिपल्टदेखि लो खत्तम भयो, बर्बाद भयो, सिद्धियो भनेर कराउँछन्। अनि जनता रणभूमिमा पर्छन्। त्यसैले ती वैद्यहरू, त्यो आयुर्वेदको मैले विरोध गरे होइन, त्यो चाहिँ अर्धविज्ञान हो। त्यहाँ केही सत्यता छ, पूर्ण सत्यता हुँदैन। सामान्य रोगको उपचार त्यसले गर्छ, तर ठुलो रोगको उपचार क्यान्सर, त्यो पनि अझ तेस्रो चरणसम्म पुगिसकेको क्यान्सरको उपचार आयुर्वेदबाट हुँदैन।